मास्क लगाएर सीमामा पुगे गृहमन्त्री। स्थानीयले खोले तस्करीको भित्री कथा। करोडौंको अवैध कारोबारबारे चकित पार्ने खुलासा। सीसीटीभी जडान हुँदाहुँदै दिनहुँ हुने अवैध ओसार पसार। केही कर्मचारी र प्रभावशाली समूहको मिलेमतो रहेको स्थानीयको दाबी। पर्सा बारा सीमा क्षेत्रमा बढ्दो तस्करी र त्यसमा हुने भनिएको मिलेमतोबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री सुदन गुरुङ शनिबार कसैलाई पूर्व जानकारी नदिई सामान्य पोसाक र मास्क लगाएर सीमा क्षेत्र पुग्नु भएको छ। स्रोतका अनुसार गृहमन्त्री गुरुङ चितवनको माडी हुँदै थोरी प्रवेश गरी पर्सा र बाराका विभिन्न सीमा नाकामा पुग्नु भएको थियो। उहाँले आफ्नो परिचय नखुलाई केही समय स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक तथा व्यवसायीसँग सहज रूपमा कुराकानी गर्दै सीमाको वास्तविक अवस्था बुझ्ने प्रयास गर्नु भएको बताइएको छ। स्थानीयवासीले गृहमन्त्री समक्ष सीमामा जडान गरिएका सीसीटीभी क्यामेरा हुँदाहुँदै पनि दैनिक रूपमा ठूलो परिमाणमा माल सामान अवैध रूपमा भित्रिने गरेको गुनासो गरेका छन्। उनीहरूले केही समूह, कर्मचारी तथा प्रभावशाली व्यक्तिहरूको मिलेमतोमा तस्करी भइरहेको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीयका अनुसार सीमावर्ती क्षेत्रमा राजस्व छलले गतिविधि रोक्न पटक पटक आवाज उठाइए पनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन। गृहमन्त्रीसँगको भेटमा केही व्यक्तिहरूको नाम उल्लेख गर्दै उनीहरूको भूमिकामाथि छानबिन गर्नुपर्ने माग समेत गरिएको बताइएको छ। यद्यपि ती आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले गृहमन्त्रीको भ्रमणबारे आफूहरूलाई कुनै पूर्व जानकारी नभएको बताएका छन्। भ्रमणका क्रममा गृहमन्त्रीले सीमा सुरक्षा, आवागमनको अवस्था, राजस्व चुहावट र स्थानीय सरोकारका विषयमा प्रत्यक्ष जानकारी सङ्कलन गर्नु भएको स्रोतले जनाएको छ। यद्यपि गृहमन्त्रीको सचिवालयले हालसम्म यस भ्रमणबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन। सीमा क्षेत्रको वास्तविक अवस्था बुझ्न गृहमन्त्री आफै भेष परिवर्तन गरेर पुगेको खबर सार्वजनिक भएपछि स्थानीय तहदेखि सुरक्षा निकायसम्म यसको चर्चा सुरु भएको छ।